कैलालीको घोडागुडी नगरपालिका 1 सुखड्की विमला बुढाथोकी नयाँ घर निर्माणमा जुटिरहनु भएको छ। तर झ्यालढोकाका लागि आवश्यक काठ सहजै उपलब्ध नहुँदा उहाँको घर निर्माण कार्य बीचमै केही समय रोक्नु पर्यो। घर छेउमै रहेको सामुदायिक वनभित्र ढलेका र सुकेका रुखहरू देखिए पनि कानूनी प्रक्रिया जटिल भएकाले ती काठ संकलन हुन नसकेको उहाँ बताउनुहुन्छ। सामुदायिक वनको उपभोक्ता हुँदाहुँदै पनि आफ्नै वनमा काठ उपलब्ध रहे पनि समिलबाट महँगो मूल्य तिरेर काठ खरिद गर्न बाध्य हुनु परेको उहाँको गुनासो छ। मैले नयाँ घर बनाइरहेकी छु। नयाँ घर बनाउनको लागि सामुदायिक वनबाट काठ उपलब्ध नहुँदा काठको लागि मैले धेरै खोजी गरेँ। काठ सामुदायिक वनबाट नमिल्दा सहज रूपमा नपाइँदा मैले फर्निचरबाट महँगो दर तिरेर काठ ल्याउनु पर्यो। कैलाली र कञ्चनपुर काठ उत्पादनका दृष्टिले प्रमुख जिल्ला हुन्, जहाँ साल, सिसौं लगायत बहुमूल्य काठ प्रजाति पाइन्छन्। यी वन स्थानीय र राष्ट्रिय आमदानीको महत्वपूर्ण स्रोत हुन्। तर हावाहुरी, वर्षा र विपदका कारण ढलेका तथा सुकेका रुख समयमै संकलन नहुँदा वनमै कुहिने, चोरी हुने वा डढेलोमा नष्ट हुने समस्या रहेको कञ्चनपुरको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरी बताउनुहुन्छ। खोला नालाहरूमा ढलेका रुखहरू थुप्रै रहेकोले अब यसको व्यवस्थापनको लागि हामीलाई अति नै गाह्रो भएको छ र यो ढलेका काठहरू चाहिँ बगेर जाने अनि चोरी निकासी हुने अति प्रबल सम्भव भएकोले यो व्यवस्थापनको लागि चाहिँ अब सरकारले चाहिँ ध्यान वन संरक्षण र व्यवस्थापनमा अग्रपंक्तिमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरूलाई नै ढलेका र सुकेका काठ दाउरा सहज रूपमा उपयोग गर्न नपाउँदा समस्या झन जटिल बनेको छ। कार्ययोजना अनुसार सीमित मात्रामा मात्र रुख कटानी गर्न पाइन्छ। प्राकृतिक विपदका कारण ढलेका रुख संकलन गर्न जिल्ला विपद व्यवस्थापन समितिको निर्णय, प्रदेश वन निर्देशनालयको सिफारिस र प्रदेश वन मन्त्रालयको सहमति लिनुपर्ने लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। काठ संकलन ढिलाइका कारण काठ चोरी हुने, आगलागी हुनुका साथै वनमै काठ कुहिने गरेको कैलालीको मेघनम सामुदायिक वनका अध्यक्ष रामकुमार चौधरी बताउनुहुन्छ। वन पैदावार निकासी हुने कारण से र लामो प्रक्रिया हुने कारण से यी चोरी निकासी र यी काठ चोरी निकासी से इन्हें ढेर समस्या हुई। तैमारे नेपाल सरकार इन्हें छोट लगा करना चाहिए आशा लगाई थी। प्राकृतिक विपदका कारण धेरै ढलेका र सुकेका रुखहरू मात्र होइन, कार्ययोजनाले तोकेको परिमाणमा रुख संकलन गर्न पनि अत्यन्तै झन्झटिलो प्रक्रिया रहेको छ। छपान भएका रुखहरू सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय र वन निर्देशनालयबाट क्रमशः 25%, 15% र 5% स्थलगत चेक जाँच भएपछि मात्र संकलन गर्न अनुमति पाइन्छ। वन कर्मचारीका अनुसार यो प्रक्रिया अत्यन्त लामो र केन्द्रीकृत छ। सब डिभिजन वन कार्यालयले पूर्ण चेक जाँच गरे पनि निर्णय प्रक्रिया माथिल्लो तहमा केन्द्रित हुँदा फिल्डमै देखिएका समस्या समयमै समाधान हुन सक्दैनन्। चौमाला सब डिभिजन वन कार्यालयका रेन्जर नवराज उपाध्याय भन्नुहुन्छ, यसले उपभोक्ताको गुनासोको छिटो र प्रभावकारी सुनवाईमा बाधा पुर्याएको छ। एउटा त त्यो कानुनी प्रावधानै हो हैन, कानुनले दिएको चाहिँ अधिकार प्रयोग गरेको हो त्यो तीन तहको चाहिँ भन्ने हैन। त्यसपछि तपाईको दोस्रो कुरा चाहिँ अब कतिपय करेक्सनहरू चाहिँ अब जस्तो तपाईको भन्दा फिल्ड लेभलको कर्मचारीले गरेको काममा चाहिँ केही मिस्टेक हुन्छ, मान्छेबाट त्रुटि हुन्छ, त्यसलाई सच्याउनको लागि पनि माथिल्लो निकायले चाहिँ फेरि चेक गर्नुपर्ने हुनसक्छ। त्यसलाई गर्दाखेरि चाहिँ अब उताबाट पनि करेक्सन भयो भएन भनेर फेरि त्यसको अनुगमन चाहिँ निर्देशनालय गर्ने भएर तीन तहको हुन्छ खासमा। अर्को कुरा चाहिँ अब विपदको कारणले ढल्यो यताउति भयो भने त्यो विपदको एउटा चाहिँ मिटिङ बस्छ। त्यो मिटिङले गरेको निर्णय अनुसार चाहिँ काठ काट्ने हो हैन। काठ काट्ने रुख काट्ने तपाईँ हामीलाई अधिकार हुँदैन हैन। अब त्यो डिभिजनको चाहिँ निर्देशन कुर्नुपर्ने हुन्छ। डिभिजनले बाहेक अरूले कटान आदेश दिँदैन, सङ्कलन सहमति। त्यसकारण चाहिँ अब त्यो समस्या हो। तपाईँको त्यसको चाहिँ आगलागीले चाहिँ खाने, तपाईँको चोरी हुने शङ्का त हुन्छ। तर तपाईँको अर्को रिस्क के हुन्छ, ल एउटा रुख ढल्यो त्यसलाई सङ्कलन गरिहालौँ भने जनतामा अर्को कस्तो नियत छ भन्दाखेरि चाहिँ जबरजस्ती रुख ढाल्ने, जेसिबी लाएर रुख ढालेका यस्ता किसिमका पनि समस्याहरू पनि देखिएका छन् हैन। त्यसकारण चाहिँ अब त्यो
एउटा प्राकृतिक कारणले ढलेको त वास्तविक ठिक छ होइन, तर ढलेन भने जस्तो जङ्गलमा सुकेकै रुख भन्नुहोस् होइन, कहिलेकाहीँ जरा काटेर सुकाइदिने, जरा काटेर ढालिदिने, त्यस्ता किसिमका कारणले पनि त्यो जोखिमका कारणले तत्काल चाहिँ सङ्कलन गर्न नसकिने चाहिँ प्रावधान हो सर। स्वीकृत वन कार्ययोजना अनुसार काठदाउरा सङ्कलनको लामो र केन्द्रीकृत प्रक्रियाले उपभोक्तालाई अधिकारविहीन र निरुत्साहित बनाएको छ। सामुदायिक वनको मर्म अनुसार उपभोक्तालाई निर्णय केन्द्रमा राख्नुपर्ने भए पनि व्यवहारमा सानो संख्याका रुख काट्न समेत डिभिजन र वन निर्देशनालयसम्म जानुपर्ने अवस्था रहेको सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओम प्रकाश सापकोटा बताउनुहुन्छ। प्राकृतिक विपदबाट ढलेका रुख सङ्कलनका लागि पनि सरल र छिटो निर्णय हुने प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ। सामुदायिक वनहरूमा विशेष गरी विपदजन्यका कारणले ढलेका लडेका रुखहरूको सङ्कलन प्रक्रिया चाहिँ सामुदायिक वनौटा समूहको कार्ययोजनाले कार्य समितिलाई अख्तियारी प्रदान गरे पनि अब यो कानुन तह चाहिँ यसलाई सङ्कलनका विभिन्न चरणहरू चाहिँ अब डिभिजन वन कार्यालयले केन्द्रीकृत गर्दा चाहिँ सामुदायिक वनौटा समूहले समन्वय विपदजन्यका कारणले लडेका रुख वन पैदारहरू सङ्कलन गर्न नपाउने, त्यस कारणले चोरिने, नासिने, सड्ने र उपभोक्ताले समयमा उपलब्ध गर्न पाउन नसक्नु चाहिँ एउटा यो वन व्यवस्थापन र वन सरकार नेपाल सरकारको वनको निकायको चाहिँ यो लाचारीपन हो, ढिलासुस्ती हो। कानुनलाई सही तरिकाले फलो गर्न नसक्नु अर्को कारण हो र अर्को सामुदायिक वनौटा समूहले आफ्नो कार्ययोजनामा उल्लेख भए अनुसार चाहिँ आफ्ना गतिविधि अगाडि बढाउन नसक्नु पनि एउटा त्यो पनि कारण हो। यस अर्थमा विपदजन्य गतिविधिका कारणले लडेका रुखहरू चाहिँ समयमै सङ्कलन गर्ने, समूहले सङ्कलन गर्ने, लगत लिने र त्यसको जानकारी सम्बन्धित निकायमा पठाउनु पर्ने कानुनी व्यवस्था भए पनि अब त्यसको चाहिँ कटान आदेशदेखि लिएर सबै कुराहरू चाहिँ डिभिजन वन कार्यालयले केन्द्रीकृत गरेको हुनाले यो सामुदायिक वनको अधिकारलाई पनि कुण्ठित गर्ने गरी जुन वन कार्यालयले यस्ता गतिविधि गरेका छन् यो सरासर कानुन वन न्यायालय 2079 भन्दा बाहिरको कुरा हो र यसलाई चाहिँ सबैले गर्नुपर्छ। सामुदायिक वनौटा समूहकै माताहतमा रहने गरी सङ्कलन गर्ने, व्यवस्थापन गर्ने, सदुपयोग गर्ने, विपदजन्यका कारणले लडेका रुखहरू चाहिँ सङ्कलन गर्न पाउने चाहिँ सामुदायिक वनौटा समूहले आफै गर्न पाउनु पर्ने हो। यता प्रदेश वन निर्देशक हेमराज विष्टका अनुसार काठदाउरा सङ्कलनका लागि सब डिभिजन हुँदै प्रदेश स्तरसम्म चेक जाँच आवश्यक हुन्छ। यसले जटिल भए पनि अनियमितता रोक्ने र प्रभावकारी अनुगमन तथा नियन्त्रण गर्न सहयोग गरिरहेको उहाँको भनाइ छ। अब यसमा एउटा कुरा के बुझ्नु पर्यो भने वन नियमावली तेस्रो संशोधनभन्दा पहिला केही काठ दाउराको सङ्कलनको लागि काठमाडौँ वन तथा भूषण विभाग अथवा सिंहदरबार मन्त्रालय पुग्नु पर्थ्यो त्यो सहमतिको लागि। वन नियमावली 2079 तेस्रो संशोधनले काठमाडौँबाट हुने अब कामहरू यहाँको प्रदेश वन मन्त्रालयबाट हुने व्यवस्था गरेको छ। अब समूहभित्र बिक्री वितरण हुने काठ दाउरामा 2 तहको अनुगमन गरेर पुगिहाल्छ, सब डिभिजन र डिभिजनबाट। अब समूह बाहिर बिक्री वितरण जुन काठ दाउरा हुन्छ त्यसमा चाहिँ त्यसको सम्बन्ध सिधै भ्याटसित, राजस्वसित, सुशासनसित बढी हुने भएको कारणले अब कहिलेकाहीँ चाहिँ अब यो नापजाँचमा फरक पर्ने, काठको ग्रेडिङमा फरक पर्ने, गोलियामा जाने काठहरू चाहिँ दाउरामा हालिदिने खालको केही अनियमितता देखिन्छ। अब यो हामीले हिजो मात्र पनि एउटा राष्ट्रिय वन सरकारद्वारा व्यवस्थित वनमा सङ्कलन भएको काठमा कैफियत देखेर हामीले अब स्पष्टीकरण सोधेका छौँ डिभिजनलाई। अब यो राजस्वसित सम्बन्धित भएको कारणले यो यस्तो फाइलहरू छपान ग्रेडिङ चेक जाँचको लागि निर्देशनालयसम्म पुग्छ। अब यो नगरेको भए राजस्व धेरै हिनामिना हुन्थ्यो। अब मेन कुरो प्रोसेस लेन्थी भयो भन्दा पनि यथाशीघ्र निर्देशनालयले यो कामहरू गरिदिने हो भने यहाँ चिठी पेश भएको 2-3 दिनमै हामीले अहिले यी निर्देशनालयले गर्नुपर्ने कामहरू गरेर डिभिजन वन कार्यालयहरूमा पठाइराखेका छौँ। कैलाली र कञ्चनपुरका जंगलमा ढलेका र सुकेका रुखहरू अब केवल काठ मात्र होइनन्, ती नीतिगत जटिलता, अधिकारको अन्योल र निर्णय प्रक्रियाको ढिलाइका प्रतीक बनेका छन्। समयमै सहजीकरण र नीतिगत सुधार नहुँदा वन जोगाउने समुदाय नै निराश र संरक्षणमा निरुत्साहित बन्दै गएको छ।